नमस्कार यहाँहरूलाई मेरो फेसबुक पेजमा लगायत सम्पूर्ण सामाजिक सञ्जालमा जोडिनुभएका भगवान रूपी महानुभावहरूलाई म आज हजुरहरूलाई सानो प्रसङ्ग सुनाउन गइरहेको छु। हजुर हामीले भगवान रामको महिमाको बारेमा सुनेका छौँ। भगवान राम आदर्श मर्यादावान पुरुष हुनुहुन्थ्यो। भगवानै हो, भगवान हुनुहुन्थ्यो र उहाँ अयोध्याका राजाका छोरा राजकुमार हुनुहुन्थ्यो। उहाँ चाहिँ परिस्थितिले वनवास जानु पर्यो। वनवास जाँदा उहाँले राज्य, राजा, सुख सुविधा, भौतिक सुविधा, राजनीतिक सुविधा सबै त्यागेर पैदल वनवास जानुभएको थियो। तर हजुर हामीले अहिले भगवान रामको बारेमा महिमा गाउने हाम्रा गुरुहरू अहिले हेलिकप्टर चार्टर गरेर महँगो गाडीमा सुख सुविधा सहित चाहिँ जाने गर्नुहुन्छ। अब रामकोले त्यागको बारेमा कथा भन्नेहरू धर्मका गुरुहरू त सुख सुविधा, भौतिक सुख सुविधाबाट विमुख हुन सक्नुहुन्न भनी तपाईँ हाम्रा राजनीतिक दलका समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायत विभिन्न वादहरूको सिद्धान्त ओगटेका आधुनिक राजनीतिक कर्मी नेताहरूले यी सुख सुविधा त्याग्लान् र हामीलाई राम राज्य बनाउलान् भन्ने कुरा त हामीले कल्पना पनि गर्न सकिन्छ। भगवान रामको त्यागको बारेमा कथा भन्नेहरूले त भौतिक सुविधा, पैसा चार्ज गर्नुहुन्छ, सुख सुविधा लिनु पर्नुहुन्छ, भेल्यु चाहिन्छ, सुरक्षा चाहिन्छ, सबै त्याग्न नसकेर सबै भौतिक सुविधाबाट विमुख हुन नचाहने जुन हामीले पाठ सिकाउनु भएको छ, त्यही पाठबाट पनि चाहिँ यो राजनीति विस्तृष्ण भएको छ र त्यतातिर गएको छ।